2 मिनेट आज ज्ञानको कुरा गरौँ। परीक्षा लेखिसकेपछि पनि अथवा तपाईँको औपचारिक शिक्षा सकिसकेपछि पनि जे कुरा तपाईँको दिमागमा लामो समयसम्म रहिरहन्छ, त्यही नै हो असली ज्ञान। कक्षा बढ्नु, अरर-फरर अङ्ग्रेजीमा बोल्नु, A+ ल्याउनु, सर्टिफिकेट्सहरू भेला गर्नु, त्यो मात्रै ज्ञान मापन गर्ने स्ट्यान्डर्ड होइन। कुनै पनि कुरा जसले तपाईँको व्यवहारमा पर्मनेन्ट चेन्ज ल्याइदिन्छ, त्यो कुरा पनि हो ज्ञान। किटली तातो छ, मैले किटली छोएँ, अब नेक्स्ट टाइम म छुँदिनँ किनकि मलाई थाहा छ, तातो हुँदा छोयो भने पोल्छ। यो भनेको भोगाइबाट सिकिने ज्ञान हो। ज्ञान आर्जन गर्ने मुख्य स्रोत भनेको चाहिँ क्लास नै हो, स्कुल्सहरू नै हो। त्यसको अलावा अरूको भोगाइ अथवा अरूको बायोग्राफी पढेर होस् अथवा आफ्नै मिस्टेक्सबाट होस् अथवा आफूभन्दा सिनियरहरूको सङ्गतबाट होस् अथवा घरबाट आमा-बुवाबाट सिकेर होस्। ज्ञानको स्रोतहरू धेरै छन्। तपाईँसँग ज्ञान छ, तर ज्ञान हुनु मात्रै पावर होइन। तपाईँसँग ज्ञान छ अनि त्यो ज्ञानलाई जब प्र्याक्टिकल युज गर्नुहुन्न भने तपाईँमा भएको एउटा असीमित सम्भावना जुन छ, त्यो सम्भावनाको नष्ट हुनु हो। तपाईँसँग ज्ञान त छ नि पक्कै पनि। धुम्रपानले के हुन्छ? तपाईँसँग ज्ञान छ, सेभिङ्स ह्याबिटले कति पैसा बचाउँछ? तपाईँसँग ज्ञान छ, डिसिप्लिन्स अनि पर्सिस्टेन्स गरेर कुनै पनि कुरा सिक्यो भने के हुन्छ? समयलाई कसरी युज गर्नु त्यो पनि तपाईँसँग ज्ञान छ। तर त्यसलाई तपाईँले प्र्याक्टिकली युज गर्नुहुन्न भने तपाईँको जीवन परिवर्तन भएन। ज्ञान भएरै मात्रै चाहिँ जिन्दगी परिवर्तन नहुने रहेछ। ज्ञानलाई प्र्याक्टिकली जब युज गरिन्छ, तब मात्रै जिन्दगी परिवर्तन हुँदैछ। यो कुरा मैले तपाईँलाई भनिरहँदा मैले आफूले आफूलाई पनि भनेको हो, किनकि मलाई पनि ज्ञानको जरुरत छ।